राजवंशीको चाहिँ आँखा खुल्नु पर्छ। राजवंशी इच एन्ड एभ्री पर्सन राजवंशीहरू तपाईहरु ध्यान दिएर सुन्नुहोस्। राजवंशी भाइ बहिनीहरूलाई म कति राजवंशी भाइ बहिनीहरू त नभनौं भाइहरू यति कुलतमा लागेको देख्छु हैन। सिरियसली मलाई चाहिँ कति नराम्रो लाग्छ क्या। तपाईहरु कुनै पनि हालतमा अब कुलतमा चाहिँ कोही पनि लाग्नु हुँदैन र राजवंशी वर्गको भाइहरू बहिनीहरू तपाईहरु ध्यान दिएर सुन्नुहोस् हैन। तपाईहरुले चाहिँ अब आफ्नो अस्तित्व जोगाउनुको लागि राजवंशी भन्ने बित्तिकै तपाईको अब एउटा कस्तो भइसक्यो क्या। इभन इन्डियादेखि आएको जस्तो टाइपको कता तपाईहरु पहाडतिर जानुभयो भने मलाई डोमालाल राजवंशी रंगशालाको बुवाको त्यो नातिले स्वयंले भन्नुभएको। उहाँ चाहिँ स्टिल रेलिङको काम गर्नुहुन्छ हैन। नेपालमै उहाँ व्यवसाय हुनुहुन्छ र उहाँ चाहिँ पहाड साइडमा जाँदाखेरि चाहिँ उहाँलाई इन्डियन भन्नुभयो अरे क्या। उहाँलाई यति नराम्रो लाग्यो अरे हैन। हो त्यो नराम्रोपन चाहिँ तपाईहरुलाई पनि लाग्नु पर्छ क्या। किनभने अब यो जातीय कुरा गरेको हुँदै होइन हैन। तर आफ्नो जाति, आफ्नो संस्कार, आफ्नो संस्कृति, आफ्नो वेशभूषा बचाउनुको लागि चाहिँ अनिवार्य रूपमा हामीले चाहिँ आफूले आफूलाई चिन्नै पर्छ क्या। चिन्नै पर्छ, कुनै हालतमा पनि चिन्नै पर्छ। र डोमालाल राजवंशी रंगशाला अस्ति चासोक तङनाम लिम्बू वर्गको सम्पूर्ण जति हुनुहुन्छ म राई हो हैन। मलाई माफ गरिदिनु होला। म तपाईहरुको विरोध गरेको हैन। तपाईहरुको त्रुटि, तपाईहरुको कमी कमजोरी औनाउँदैछु हैन। लिम्बूहरुको चासोक तङनाम हुँदाखेरि त्यहाँनेरि चाहिँ हजुरहरुको ब्यानरमा चाहिँ राजवंशी डोमालाल रंगशाला मात्रै थियो क्या। डोमालाल मात्रै भएर भएन, डोमालाल राजवंशी कुनै हालतमा पनि छुट्नु भएन। किनभने राजवंशीले दिएको वीरता हो नि त। राजवंशीले दिएको त्यो एउटा डोनेसन गरेको पार्ट हो नि त त्यो जग्गा त। अहिले त त्यो त अरबौं मूल्यको छ नि त हैन। पहिला त्यही जग्गाहरू पनि देवीगुठीको जग्गाहरू पनि विभिन्न अब है भ्रष्टाचारीहरूले चाहिँ आफ्नो नाममा पास गरेर हम्राउन आँटिसकेको थियो क्या। जे होस् सोसियल मिडिया नभए पनि त्यतिखेरको पत्र पत्रिकारिता जो पत्रकारहरूले त्यतिखेर गर्नुभयो म त चिन्दिन, सानै थिए हैन। उहाँहरूको झकझकाउले गर्दाखेरि यिनीहरू बचेको जति पनि यतापट्टिको साइडहरू छ डोमालाल राजवंशी रंगशालाको ब्याक साइडको जमिनहरू छ तिनीहरू चाहिँ अब दुर्गा मन्दिरको देवीगुठी दुर्गा मन्दिरको लागि कसैले दान दिनुभएको जग्गाहरू हो हैन। अनि त्यो कारणले गर्दाखेरि चाहिँ त्यो कुराहरू चाहिँ त्यस्तो कुराहरूमा पनि मान्छेले चाहिँ आँखा लाउँछ क्या। कसम मान्छे जतिको खत्तम खिच्चा, मान्छे जतिको पापी, मान्छे जतिको अपराधी कोही पनि छैन क्या। त्यो कारणले गर्दाखेरि इच एन्ड एभ्री राजवंशी परिवार तपाईहरुसँग मेरो सरोकारको विषय होइन। तर किनभने म तपाईहरु प्रति किन सरोकार राख्छु भने मैले स्वास्थ्य बीमा गर्दाखेरि तपाईहरुको जातलाई मैले सम्झाउनु यति गाह्रो भयो, यति हार्ड भयो हैन। मलाई दुःख लाग्यो क्या। किनभने यो त राज्यले दिएको सुविधा हो नि त। राज्यले दिएको सुविधा न